अब यो ईदले गर्दा मान्छे धेरै भएन कि दादा ईदले गर्नेवाला थिए सोमबार ईद रहेछ मङ्गलबार आउला वर्षौं मेहनत गरेर यो एउटा सम्राट बनेको थियो जुन साङ्ग्रिला पलाइ फ्याक्ट्री विशेष गरेर नेपालको सम्पत्तिको सामग्री सम्बन्धी तपाईँलाई सेयर गर्न चाहन्छु। यो आगलागी सम्बन्धित भएको यो चैत्र महिनाको 11 गते रातिको 1 बजे पाउने 1 बजेको हाराहारीमा आइसकेको छ। बिरादमा आगो त्यो आगलागी भइसकेपछि त्यहाँबाट हाम्रो स्टाफहरू हाम्रो पुर्याउनु र हामी तरासा बढेर आगलागी कन्ट्रोल बाहिर भइसकेपछि बचाएर धेरै किसिमको आफ्नो नगरपालिका हाम्रो लमैक गढवा गरेर अनि बाहिरबाट 5 बजे दमकल आएर चाहिँ यो आगो निभाउने कार्यक्रम भयो। त्यो कन्टिन्यू हजुरको करिब 40-45 घन्टा अराउन्ड 2 दिनसम्म पनि आगो कन्ट्रोलमा आएन, पूर्ण रूपमा कन्ट्रोलमा आएन। अब यो उद्योग हजुरको 7 बिघा क्षेत्रफलमा चाहिँ कम्पाउन्ड भएको हाम्रै फ्याक्ट्री थियो र अरू बाँकी 2 बिघा हामीले भाडामा लिजमा काम गरिराखेका थियौँ। 9-8 बिघा जग्गामा फैलिएको यो उद्योग संरचनादेखि लिएर तपाईँको र मेटेरियल, फिनिस गुडहरू अनि अर्ध तयारी वस्तुहरू, कच्चा पदार्थ सबै चिजहरू जलेर ध्वस्त भएको छ। अब हजुरले यो ब्याकग्राउन्डमा पनि देख्न सक्नुहुन्छ। अब यही चिजलाई हटाउनलाई उल्टै चाहिँ लाखौँ रुपियाँको लगानी गरेर निकाल्ने कार्यक्रम भइराखेको छ। अब यति बेला हाम्रो अभिभावक भनौँ अथवा हाम्रो सपोर्टको धरोहरा भनेको हाम्रो राज्य हो। केन्द्रीय सरकारदेखि लिएर स्थानीय सरकार अनि प्रदेश सरकारले हाम्रो लागि चाहिँ अब खडा गर्ने हो भने हामीलाई चाहिँ बचाउनको लागि आर्थिक सपोर्टको जरुरी छ। त्यो भनेको मोटामोटी अहिले 15-20 करोड 20-25 करोड जस्तोको हाराहारीमा हामीलाई पैसा पायो भने हामीले चाहिँ पूर्ण रूपले संरचना चलाउन नसके तापनि सानो तरिकाले चाहिँ एउटा एक चरणको उद्योगहरू स्थापना गर्न सक्ने थियौँ। र यदि राज्यले सपोर्ट गरेन, केही पनि सुनवाई भएन भनेपछि धेरै गाह्रो अवस्था छ सर। यो चलाउन चाहिँ एकदमै गाह्रो कन्डिसन छ। किनभने अब व्यक्तिबाट कुनै कसैबाट सहयोग मागेर यो चल्ने अवस्था पनि छैन। करोडौँमा क्षति भएको छ, अरबमा क्षति भएको छ, धेरै ठुलो क्षति छ। अब यो त्यही राज्य संयन्त्रले सहयोग गर्नु पर्यो। अरू बाँकी अब यो मेन त एउटा कुरा के हो भने त्यो आगलागीमा चाहिँ हाम्रो पूर्ण रूपमा लागेको हाम्रो चाहिँ जी प्रकार दाङको डिएसपी साहब चक्रबहादुर शाहजी, उहाँलाई एकदमै ठुलो सहयोग गर्नुभएको छ आफ्नो ज्यान धरापमा राखेर। त्यसपछि हाम्रो अब घोराई उपमहानगरपालिका उसको चाहिँ 8 नम्बर होइन 8का वर्तमान अध्यक्षज्यू हाम्रो चाहिँ जितेन्द्र शाहजी पनि आफ्नो ज्यानलाई रिस्कमा राखेर काम गर्नु, उहाँहरूलाई उहाँका सहयोगी मनहरूलाई चाहिँ धेरै धेरै धन्यवाद भन्छु। त्यसै गरी पत्रकार साथीहरू, गाउँले छरछिमेक साथीहरू, त्यस सुरक्षाकर्मी निकायहरू सबैको सहयोगमा पनि अब गर्न त गर्नुभयो तर रिजल्ट केही पनि आएन, सबै जिरो भयो। केही चिज बचाउन सकिएन। कुनै एउटा एङ्गल यस्तो छैन कि कुनै यस्तो चिज बच्यो उद्योगमा त्यसले चाहिँ सर्भाइभ गरौँ बाँचौँ काम गरौँ भन्ने अवस्था केही पनि छैन। पूर्ण रूपमा क्षति छ उद्योग, धेरै नै पीडा छ। अब मनमा धेरै पीडा भए पनि अब तपाईँहरूले क्वेसन सोध्नुहुन्छ उत्तर दिँदा पनि मन भक्कानिएर आउने अवस्था छ। धेरै गाह्रो छ सर अवस्था। कहाँ आयो बाबु, कहाँ आयो? यहाँ चाहिँ बोइलर कस्तो सिस्टम हुँदो रहेछ आउनु त हेर। उहाँ चाहिँ हाम्रो चाहिँ एउटा सुराट 5 दशक 4 दशक लगानी उहाँहरूको यहाँ भएको छ। तर 2 दिनमा नै यो छेनभरको यो अरबौँको सम्पत्ति